गेडागुडीको टुसा जाडो महिनामा हजुरहरू कसरी उमार्नुहुन्छ? मलाई चाहिँ एकदमै मनपर्छ सुप खानको लागि। त्यही भएर आज चाहिँ मैले राम्रोसँग केलाएर थरीथरीको गेडागुडी लिएकी छु। एउटा भाँडामा राखेर सफा खानेपानी अलि निकै राखेर रातभरिको लागि भिज्न छोडिदिने। 7-8 घण्टा छोडिसकेपछि हेर्नुहोस् त राम्रोसँग भिजिसकेको छ। यसलाई चाहिँ सफा सङ्लो पानी नआउन्जेलसम्म खलखल पखालेर अघिकै भाँडामा टुसा उमार्नको लागि छोपेर न्यानो ठाउँमा छोडिदिने। ठ्याक्कै भोलिपल्ट बिहान चाहिँ कतिको टुसा उम्रियो ल हेर्नुहोस् त। बेला बेलामा चाहिँ यो टुसालाई चाहिँ पखाल्नु पर्ने हुन्छ, नत्र टुसा सुक्छ अनि उम्रिँदैन। यो खाना खाने भाँडा माझ्ने टाइममा चाहिँ 2 मिनट निकालेर खलखल पखालेर छोपेर न्यानो ठाउँमा छोडिदिने। यतिको टुसा उम्रिसकेपछि चाहिँ सुतीको कपडाले मैले छोपेर न्यानो ठाउँमा राखेको थिएँ। मेरो लागि चाहिँ सुप खानको लागि एकदमै पर्फेक्ट गेडागुडीको टुसा चाहिँ रेडी भइसकेको छ। हजुरहरूलाई अझै लामो टुसा मनपर्छ भने चाहिँ उही प्रोसेसमा पखाल्दै छोप्दै गर्न सक्नुहुन्छ। मेरो यो सानो प्रयास हजुरहरूलाई कस्तो लाग्यो प्लिज भिडियो सेयर गरिदिनुहोस् है।